हेलो एभ्रिवान, सबैमा नमस्कार। आज हामी चाहिँ हेर्न गइरहेका छौँ अब आउँदै गरेको आइपिओको बारेमा, जनरल पब्लिकको लागि चाहिँ आउँदै गरेको आइपिओको बारेमा बुझ्न गइरहेका छौँ। प्योर इनर्जी लिमिटेडको बारेमा बुझ्न गइरहेका छौँ। यसले चाहिँ अब लगत्तै 11,95,200 किता चाहिँ सहका दरले चाहिँ आइपिओ निष्कासन गर्न थालेको छ टु जनरल पब्लिक है। आइपिओ जनरल पब्लिकको लागि कहिलेदेखि आउँदैछ भन्दाखेरि तपाईँको चैत्र 28मा सुरु भएर वैशाख 2सम्मको यसको डेडलाइन छ। भनेको अप्रिल 10मा ओपनिङ भएर अप्रिल 15सम्म रहनेछ। यसको सहका दरले चाहिँ अप्लाई गर्नुपर्ने हुन्छ। यसले चाहिँ 11,95,200 किता चाहिँ अफर गरेको छ जनरल पब्लिकको लागि, जुन चाहिँ सुरु खुल्दैछ चैत्र 28 1 सेकेन्ड म भन्दैछु। र यसले चाहिँ योभन्दा अगाडि चाहिँ वैदेशिक रोजगारमा गएका तथा लोकल लेभलको लागि चाहिँ ओपन गरेर यसको क्लोज भइसकेको छ र अलटमेन्ट पनि त्यो अनुसारले भइसकेको छ। त्यसैले अब हामीले यसमा कति अप्लाई गर्ने भन्दा हामीले मिनिमम पनि 10 किता अप्लाई गर्नु पर्यो। यो 10 किता अप्लाई गरेर पनि हाम्रो पर्ने नपर्ने स्योर हुँदैन। यसको लागि चाहिँ हामी चाहिँ अलटमेन्टको दिन चाहिँ तपाईँको भाग्यमा लेखेर आउनुपर्छ र यो पनि तपाईँको गोला पर्थाबाट नै हुन्छ। थ्याङ्क यू सो मच।